हेलो वेलकम ब्याक टु माई च्यानल है। आज चाहिँ मैले दिउँसो गरेर भिडियो बनाएको। नानीहरू सबै छुट्टी भएर स्कुलबाट आएर चाहिँ अनि म बारी गएको है। बारीमा चाहिँ हाम्रो यस्तो डरलाग्दो अब पानी नपरेर पुरा घाम मात्रै लागिरहेछ। नि हाम्रो जग्गामा त यस्तै हुन्छ, पानी पर्दैन। अनि हाम्रो चाहिँ यस्तो बारी सुक्खा भए चाहिँ मैले लास्ट इयर रोपेको खर्सानी बाइगुनहरू चाहिँ सबै मर्नु आँटिसकेको थियो होइन। त्यही कारणले चाहिँ मैले यहाँनिर पानी लगाएको होइन। त्यही भएर चाहिँ मैले यहाँतिर पानी लगाउँदैछु है। भाइ त चाहिँ यस्तो डर चिल्लाएर हाम्रोतिर चाहिँ यस्तो सुकौरो भएर चाहिँ पानी परेकै छैन। मकै रोप्नु पनि मेरो मकै रोप्नु ढिलो भइसकिसक्यो। अहिले चाहिँ म यो गाडामा अब लास्ट इयर रोपेको सब्जीहरूमा पानी लगाउँदै गरेको है। कस्तो भइरहेछ नि पानी नपरेर। यिनीहरू चाहिँ मसँग चाहिँ आएको थियो कि सब जुसुली लागेर हेर्नु न। म चाहिँ यता घर आएँ हेर्नु नि। यिनीहरू यस्तो डोदो चिल्लाएर चाहिँ कस्तो बिजोग भइरहेछ नानीहरू होइन। अब नुहाइदिनु पर्यो। क्या डल्दो चिल्लाएर चाहिँ यस्तोतिर जुसुली चाहिँ खतरा चिल्लाएर यी हातहरूमा चिल्लाएर हो। खुट्टाहरू यस्तो हुँदो रहेछ नि, रातो भइरहेछ चिल्लाएर। म चाहिँ नानीसँग घरमा राखेर जसलाई बुढा बोकेर जाँदै गरेको है। यस्तो जङ्गलमा के त पत्कर कुहिएको हुन्छ नि, पुरा कुहिएको होइन त्यो होइन। मलाई पुरै कुहिएको हुन्छ नि, लासेको पत्कर त्यस्तोहरू चाहिँ लिएर म अस्ति मैले अर्किड माटोमा लगाएको चाहिँ यस्तो घिनाको भयो कि माटो मलमा लगाएको चाहिँ हेरेर ट्रस्ट गर्छ नि। डर जानु सक्छ फुल्नु नि कम्ती मात्रामा फुल्यो यसपालि। त्यही भएर मैले यसपालि अब पुरै पत्करमा मात्रै लगाउने होइन। सो हेर्दै गर्नुहोस् दामी किसिमको थियो अहिले कि दामी सुन्यो। म चाहिँ अब यस्तो सोर्नु आएको है। त्यो लास्ट इयर बिफोर लास्ट इयर पनि आएको थियो होला हौ। त्यो उयो खालि हाल्दा त माटो मात्रै हाल्दा त माटो र मल हाल्थ्यो कि साह्रो अर्किड बिग्रेर लास्टमा चाहिँ यसो बुझ्दाखेरि त्यस्तो हाल्नु नहुन्थ्यो रहेछ हो। हामी त जानेन। यहाँ देखा न कि यस्तो गाइसहरू यस्तो हाल्नुपर्छ है। म चाहिँ यस्तो खरिदिन्छु हो। अनि यस्तो चाहिँ अर्किडलाई राम्रो हुन्छ नि। खास चाहिँ अर्किडमा चाहिँ के कट्टिस के हाल्नु भन्छ नि, अन्त छैन हो। त्यही भएर यो हाल्दैछु। दाइनालाई पनि देखेन, दाइना ठिकै आउँदा चाहिँ यसलाई यहाँ ओराउँछु लाग्छ। टाइम चाहिँ पुरा लाग्छ यस्तो छान्दा हो। तर अब के गर्नु, यस्तै हाल्नु पऱ्यो। यस्तो चाहिँ राम्रो हुन्छ, यसले चाहिँ हुँदैन। यसपालिको म पसिनै भयो हेर्नु न। मैले चाहिँ यति टिपेँ होइन। अरू पत्करहरू त थुप्रो हुन्छ नि हो। तर अब त्यो जुन चाहिँ पुरै पत्कर अब पुरै मल भइसकेको हुन्छ नि, त्यो चाहिँ के पर्छ नि त। यो खाले पत्कर हुन्छ यो घरकै उनीहरू बारीमा पनि पुरा छ। अन्त त्यो हाम्रो त्यो बारीतिर चाहिँ डराइ बसेर त हुँदैन नि। अब यस्तो जङ्गलमा चाहिँ डराएको हुँदैन, कति बेसी भइरहेको हुन्छ होइन। अब यस्तो लास्ट इयरको पनि होइन, बिफोर लास्ट इयरको कति थाकबाट बसेको हुन्छ नि त। बिफोर लास्ट इयर कहिले पनि मैले यहीँबाट लगेको 2-3 वर्ष भयो होला यहाँबाट ग्याप भएको नलगेको। हामीले एकखेप पनि यहीँबाट लिएर गएर रोपेको थियो। अब जाने हो। अब गएर घरमा बेच्छु है। मैले चाहिँ यति लिएर गएँ। यतिले त मेरो अब कति 6-7वटा रहेको छ भने त्यो रोप्छु। त्यहाँदेखि आजको डिनर चाहिँ मोमो बनाउनु पर्ने छ। त्यही भएर चाहिँ अब म घरतर्फ लागेँ है। अब म चाहिँ घर आइपुगेँ होइन। अन्त घरमा आएर चाहिँ मलसल राखेर चाहिँ आइनुले भन्दै थियो नि त मसरुम पुरा के भन्छ सुक्न आँट्यो, छिप्पिन आँटिसक्यो, टिपेर लाने लानु भन्दै थियो नि हो। अन्त उनीहरू त पुरा वाक्कै भइरह्यो। अनि मेरो पालि यस्तो सम्झ्यो कि यस्तो गएको त पुरा बेसी रहेछ। अनि मेरो पालि यस्तो सम्झ्यो कि अब उसमा आधी खान्छु होइन, आधी चाहिँ म बिक्री गरिदिन्छु भनेर चाहिँ मेरो पालि चाहिँ सबै टिप्नु थालेको है। अस्ति पनि कति टिप्यो नि त, कति 8-9 केजी 10 केजी जस्तो त हामीले बेच्यो पनि, गुम्पामा पनि बेच्यो। त्यहाँदेखि यताउता ती छिमेकीहरूलाई त्यहाँको कोहरूलाई बेच्यो होइन। अन्त यो पनि अब यति बेसी रहेछ होइन। म त 1-2वटा मात्रै होला भनेर गएको नि, खासको चाहिँ सब्जी खानु पऱ्यो भनेर यति बेसी रहेछ 3-4 केजी जस्तो नि। अनि कसो बुढो भन्दा भनेर चाहिँ मैले चाहिँ अब सबै टिप्नु थालेँ होइन। अब कसरी त्यो चाहिँ मलाई याद पनि थिएन। अब आइन्यु र मैले पार्टनर बनाएको थियो। तर अब बेसी यसमा हात चाहिँ अब आइन्युकै छ, किन आइन्युले काटेको ऊ फेरि उयो गरेको फिटाएको होइन। अन्त ठिक्कै यो पानीहरू लगाउनु पनि आएको र आइन्यु नै लगाउँछ। अन्त त्यही भएर चाहिँ मैले यस्तो सम्झेँ कि अन्त अब उसलाई पनि हुने मलाई पनि हुने भनेर चाहिँ मेरो पालि चाहिँ सबै टिपेँ एउटै नराखिकन होइन।
अब अलिक पानीहरू मजाले हालेर राख्यो भने चाहिँ फेरि हुँदो रहेछ नि त्यही भएर चाहिँ मैले सबै टिपेँ होइन छिटो छिटो टिपेर चाहिँ मैले सोचिरहेको थिएँ अब बाहिर बेचिदिन्छु कति सक्दो बिक्री हुन्छ बिक्री भएन फ्रिजमा लगेर राख्छु भने मैले यस्तो सम्झेँ नि त अन्त अब यतिखेर त सब्जीको कस्तो हानिकाल छैन खाइहाल्छ नि त्यही भएर चाहिँ मैले सबै टिपेर चाहिँ अब अहिले बिमा दिने चाहिँ समय गयो है उहाँ टिपेको सुक्नु आँटेछ नि होइन नानी भर्खर आएको तपाईँ राख्नु नि को राख्ने ल जाउ टेमिस लाउनु चाहिँ च्याउ राख्ने यति नै हो गुरुङले च्याउ खास् न च्याउको भाउ पाओस् दामी भने हजुर च्याउ च्याउ गर्छु यो च्याउ चाहिँ होइन कति छ लेट्स सी वेट गर्दैछ 100 आधी केजीको 30 रुपियाँको होला यति नै राख्ने 4 केजी राख्यो नि त अन्त अन्त छ नि जति कहाँ ल्याउँछ अब नटिपेको बाजे सुक्दै थियो रहेछ नि बिचरा यति म्यानेज छ सबैको होइन अन्त एकजना कस्टमर पाएँ अब सेकेन्ड कस्टमर यता चाहिँ गखेकै राम्रो छुट्टीमा आएको छ नि राजा मामालाई केही भन्नु राजा अङ्कल तपाईँ किन्दैन दाजु किन्नुहोस् न यस्तो प्योर अर्ग्यानिक एउटा नि पर बनाएको पो त आज त एनिभर्सरी नि त के गर्नु सुक्खासुकी लाग्यो मैले च्याउले चाहिँ यति सामानहरू किनेँ होइन थ्याङ्क यू सो मच सबैजनालाई किनिदिएकोमा अन्त अब त्यही हो यो आधी मैले बिक्री पनि गरेँ आधी चाहिँ म फेरि खान लागि राखेको हो अब चाहिँ यति रहेन यो चाहिँ म फेरि लान्छु अनि यो चाहिँ मैले यहाँ आनिवाला ल्याइदिएको होइन मैले बिक्री गरेँ नि त अनि चाहिँ मलाई राख्नु भने चाहिँ अब आनिवले पनि उयो गरेको बिचार आनिवले यसमा बेसी हात चाहिँ आनिएको छ त्यही भएर चाहिँ अब म दिँदैछु आनियो ल च्याउ बेचेको नाममा हजुर केबाट हिँड्दा यो चाहिँ तपाईँको म त होइन ए म च्याउ राखेँ न दियोस् अनि यो चाहिँ के भन्छ चिकन र उयो प्याज कट गरेर पनि यो भनेको कि अब यहाँ तेल हाल्ने दुई भन्नुहोस् है हेलो नमस्ते आज म काम गर्दैछु त म चाहिँ यहाँनिर अब म चाहिँ यहाँनिर जानुहोस् है मम्मी के गर्दैछ भन्नुहोस् न चाहिँ हेलो गाइस ओ मम्मी चिकन गर्दैछ किमा बुझ्दैछ भन्नुहोस् किमा बुझ्दैछ यो मक्टुर के चलाउँछ है बस्नु पर्छ नि किन्छ यिनीहरू अनि आउँछ तिन चाहिँ एकैचोटि पाएको छ मम्मी हेलो गाइस पापा हेलो गाइस एक बार अब चाहिँ हामी म बनाउनु थालेको है आनीले यहाँनिर भाँडामा पानीले भनिदिएछ म अब बेलेको बेलै गर्छु होइन आनीले भनिहाल्छ म खाना किन्दैन नानीको घर भनेर प्लिज हाम्रो भनेको बोल्नु पर्छ बेस्ट भएको हुन्छ बोल्नु नै दिनु पऱ्यो त्यो 8 पिस चाहिँ यही हो के भन्नु है सबै आटा अब चाहिँ हामी खाएको है यमी आजको डिनरहरू झोल मोमो खाएको आज हामी चाहिँ यहाँ चाहिँ सेतो देखिरहेछ कि अब अहिले यहाँनिर अचारहरू हाल्नुपर्छ यो अचार चाहिँ उयसको चिम्फिन र टमेटो यस्तो पिरो छ कि डल्लेको आमाम के भन्नु तपाईँहरूलाई आज एनिभर्सरीको मोमो पार्टी हेरेँ